good morning everyone. यस्तै हाल अब म चाहिँ तल हाम्रो हिजोको खानेर स्याबास नको नस्टा बन्दैछ साथी हो के बोल्छ त्यो कराईमा हाल न भनेको उसले भातमा हाल न भन्दैछ हेलो गुड मर्निङ एभ्रिवान गाडी क्या ऊ पाद्यो है को सो हामी चाहिँ अहिले बिहान उठेको अवस्था 9-10 बजीतिर होइन सुताइ चाहिँ यस्तो थियो यहाँनिर होइन लै यहाँ गाडी पार्किङ 3 भाइ अघि गइसक्यो यहाँ 2 भाइ छ कस्तो छ मेरो भाइ एकदम ठिक छ रमाइलो लागिरहेको छ तर हेर न हुसे लगाएर केही देखाएको छैन भ्यू चाहिँ होइन आजको भ्यू चाहिँ केही हेर्न पाउँदैन भन्ने थाहा छ मलाई साथी हो माथि पनि एक ग्रुप छन् घरको अङ्कलहरू पनि आउनु भएको थियो यहाँ भर्सो हेर्नुभयो जानुभयो माथि हुनुहुन्छ अब म चाहिँ तल हाम्रो हिजोको खानेर बनाएतिर जाँदैछु पानी हल्का सिमसिम पऱ्यो सिमसिम पानी झरीमा हेर केटा हो आज मलाई बुढीले चाहिँ मार्छ मेरो भेस्ट सबै बिग्रियो पेन बिग्रियो बर्बाद पार्यो त नि राहुलले म त तिमीलाई लगाइदिन्छु यो भाइले गर्दा हो म यस्तो हरि बिचो भया भने आमामा माथि आगो त हिजो त बाहिर पुग्नु खोजेको त यार हावाले त फ्याट्टै भात त खाँदै जस्तो लागेन त मालहरू के गर्यो बिहानको नस्टा बन्दैछ साथी हो जाली ल्याउ केटा जाली कहाँ छ जाली उतै छ भातमा हाल्देऊ त्यो भातमा हाल्देऊ न कुन चाहिँ भातमा हाल्दैन के बोल्छ त्यो कराईमा हाल न भनेको उसले भातमा हाल न भन्दैछ भातमा हाल न अरे कराईमा हाल भनेको भातमा हाल मैले के भने यो ठाउँमा त कति घर यो घरमा त कति राम्रो ठाउँ भने यो घरमा त कति राम्रो ठाउँ वाह ओइ कफी खाइसक्यो केटा हो तपाईँले खाँदैन खाँदैन होइन त्यो कसको मेरो हो होइन खायो भनेले त्यो कसको त्यो खोइ ल्याउ त ओ भाइ अचारहरू त कस्तो छ त्यो उयो छ राम्रै छ ले त ले न त्यो चाहिँ ले न कफी खुसी लागेर केही छैन थाप्दैछ के थापेको भाइ त्यो भाइ के थापेको त्यस्तो गरे होइन होला भाइ खाइसक्यो मामा मलाई त दिँदैन केटा लास्टै हेर्छ साइड लाग्यो त मलाई त हेर्नु नि केटाहरूले
हामी यहाँ खाने हाम्रो यो दुईजनाको रेला नगरे तल दही खाइसकेको आधा हाल्दा एउटा यत्रो घाँस हाल स्याबास मिलन थियो Aku tak apa sampai dah ke. ए हजुर हजुरहरूले खानुभयो कि कसले हामीले एक ठाउँमा गरेर हजुर हुन्छ हामीले बोरामा टिपेको थियौँ त्यो हिजो चाहिँ अलिकति राति भएर त्यहाँको त्यो रह्यो क्या तपाईँहरूले यहाँ बुढामा राखिदिनु यता दिनु नखाल्नु ए हजुर हुन्छ गयो भने त्यसले असर गर्छ हजुर पानी आएर नु त्यही भएर बाटोमा हामीले बस्नु दिन दिन्छ नि अब घर परेको भाइहरू भनेर मात्रै दिएको हजुर तर हामी राति नै खेलाइदिन्छौँ अलिक राम्रै भाइहरूलाई तर म चाहिँ अलिक माथेको ओरेको भने त हामी खेलाइदिन्थ्यौँ ठुलो कुरो गरेको भए त हामी नाच्ने त हजुर भाइ यहाँ नि भाइहरूलाई के गरेको ए यहाँ खाँदा हुन्छ त नि मलाई भन्छ फेरि जुठो मिल्दैन होला नि भरे म पो मिस्त्री गर्नु थाल्यो भने निस्केको होइन तातो भयो मास्टर हुनु लाग्यो भनेर हेपेको भाइ होइन क्या त्यस्तो होइन भन्छ कराईमा चाहिँ तातो हुन्छ होला भनेर यसमा चाहिँ अलिक छिटो सेलियोस् भनेर क्या मेरो चाहिँ विचार त्यस्तो नसोच्नु न यार तपाईँको म चेला होइन एक समयको चला हो हाल नि काँक्रा म चाहिँ खाँदैछु कुराहरू लगाएन भने अब के पो गर्नु त भाइहरूले लास्ट हेप्छ यार मलाई तर मलाई हिँड्नै मन लाग्दैन यार म केटाहरू धन्दा गर्नु भिडियो बनाउनु यहाँ केटाहरू चाहिँ साबुन त्यही छ हिजो सबै थन्क मन्क गराए जानु त पर्छ हामीले त्यो कसो कफी तिम्रो सेलियो नि अहिले सफा गर्दैछ यहाँ भाडा धुनु गयो केटा हेर यहाँ तिम्रो भाइले लास्टै हेर्छ यार मलाई भेना हो बस्नु तपाईँ गल्नु भयो होला भन्नु त कता हो कता काममै मात्रै दल छ यार तिम्रो भाइको कामै छैन यार हेप्छ मलाई सबै केटाहरूले भेना त भन्छ भेना त काम हालेर गर्दै गर्छ कसको भुत लागेको थियो त्यो हुसु लागेर मौसम चाहिँ यस्तो छ है आजको केटा हो रमाइलो छ नि यार आमा नि नेचुरल हावा आउँछ यस्तो ठाउँमा घर बनाउनु भएको छ आज यो घरमा बसेको हामी चाहिँ तल पय खायौँ माथि हावाले दिएन बाइकहरू यहाँ भित्र पार्किङ गरेको छौँ यहाँ तल दिदीहरू घरको दिदीहरू हुनुहुन्छ
ठिक्क रात परिसकेको थियो कहाँ बस्ने भयो त्यसुकै होस् गाली गरे पनि गऱ्यो यहीँ बस्नु भनेको फेरि दिदीहरू आयो मलाई डाइरा दिदी बस्नको लागि चाहिँ चुकाड भयो सो थ्याङ्क यू सो मच तपाईँहरूलाई यहाँ पनि छ र केटाहरू भाँडा धुँदैछ यहाँ ओ केटा हो भाँडा धो यहाँ चाहिँ के को लागि बस्न भएको नि यहाँ होटल चाहिँ खोल्यो भने दामी हुन्छ यार यहाँको जग्गाको दाम उहाँ माथि दाइहरूलाई सोध डाँडा पुगेछ यहाँ केटाहरू धन्दा गर्दैछ हो धन्दा गर रिसाउँदैछ मेरो भाइ म फेरि यहाँ नगर्नु त बन्द होइन तर होइन नि त खाना बनाउनु जाने यसरी चपाइ पनि भन हेर त भाडा धुको होइन त्यो साठी बालुले त पुरा उयो हुन्छ हौ होइन मेरो भाइ रिठे के गर्दैछ यहाँ चाहिँ यस्तो छ आज चाहिँ अब निस्किन आँटेको खाना खाजा साजा खाइयो साबुन ल्याएन के छ मेरो भाइ रिठे यस्तै हालिदिन्छु म यो काट्दिनँ नि खोइ रिठेको चाबी मैले भेटिसकेँ बाजा एउटा गीत स्वार्थी त तिम्रो यार मेरो स्कुटीको चाबी नै थिएन बोरामा हाल ल के आउँछ छोड न यहाँदेखि त जाँदैन होला यार जाँदैन Shit. आइयो त तर चिप्ल्यो हो थेत्थेरिका यहाँ डाँडामा छिरिसकेँ म चाहिँ साथी हो बाइक लिएर अर्को लो भित्री ले भित्री भित्री लो स्कुटर लो के तर यो पनि आयो डाँडामा अनि कसले रेकर्ड गर्नु म गर्छु एक्लै गर्ने नानी सोइमा अनि यो वातावरण अनुसार चाहिँ एउटा कुनै छ स्पेस काम न त नि
यता चाहिँ दार्जिलिङको तारिफ हानेर बाइक हाम्रो दर्शक महानुभावहरू यहाँ हुनुहुन्छ हाम्रो राहुल भाइले चाहिँ एक गाउनलाई रेडी तपाईँलाई प्रसन्न गर्न चाहन्छु तपाईँको उपस्थितिमा लिएर योभन्दा चेस अगाडि क्या भइहाल्यो मलाई हटाउन मलाई हटाउन मलाई हटाउन मलाई हटाउन नदिनुहोस् मेरो नजरहरू हे येशू तपाईँको महिमित मुहारबाट मलाई हटाउन नदिनुहोस् मेरो हे येशू तपाईँको महिमित मुहारबाट मनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छु तपाईँको उपस्थितिमा जिएर मनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छु तपाईँको उपस्थितिमा जिएर मेरो हृदयमा लिआउँछु गहिरो तृष्णा प्रभु तपाईँको मुहार हेर्ने चाहना हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता हेर सृष्टिको सुन्दरता क्या बिगारे यार घर नगर को गाउने फेरि गाउन त फेरि होइन के भन्नु सुनेन कभर गरिहाल्नु छुनलाई एउटा जीवन छ यहाँ लड्नलाई एउटा पानी पऱ्यो त म चाहिँ हामी लाग्यो बेलडाङ्गीतर्फ अब चाहिँ हिँडेकै साथी हो मौसम पानी पनि पर्न थाल्यो यार मेरो ज्याकेट चाहिँ लुकाउनु पर्छ यार बरु अरू खालको अर्को पनि ढुट्टो भयो पानीले भिजेर यो पनि ढुट्टो हुन्छ यार ओ यो प्लास्टिक देऊ न कडा हो मलाई उतो कस्तो छ यार लेदर त लुकाउनु पर्ने छ हौ ब्यागमा हाल्नु न त्यो लेदर खोइ ब्यागमा खाली छ हाल त यो पानीले ढुट्टो अस्ति अर्को पनि लेदर बाँध्ने खोल्नु के गर बाँध न बाँध्नु लगेर अनि घुर्न लाग्यो कि अब घुर्न लागेको हौ घुना तर मेरो यो क्यामेराको गयो यार म त आँट्छ यहाँ भाइ कम्बलहरू लायो नि होइन पढ्नेहरू कत्रा छ त यार यो छाला जस्तो छ त यसको गोहीको छालाको बनाएको नेपालमा थुप्रो गोहीहरू आएको छ त होइन थाहा छैन होइन पुरै छालाको छ नि हौ अनि गोरुको भागिस आज तिमीहरूको पालो बाँधेर बोक्ने हिजो हामी खरा ल्याउँछौँ बाँध्नु जाने भन्दा कसरी बाँध्नु जानेको म अलिक जाने बुझ्नु जस्तो कुरा गर्ने तिमी सबैजना जाने बुझ्नु चाकु पनि भिजिरहेको
छि बिचमा चेप्दा नि हुन्छ त हल्का न हल्का फर्म यार एकजना एकजना मात्रै बस्ने भएर चाहिँ ए सबै हाल्दे है भारी नवीनलाई ओइ नवीनलाई हाल्दे भारी अलिक कडा हो कालो खालको तर हो त तपाईँको कोल्ड हुन्छ नि भाइ किसिमको छिन पानीले रोकेको थियो अब चाहिँ हामी हिँडेको है गाइस रमितीको यो बतासे डाँडामा पनि घर बनाएको छ यस्तो दामी आज सुत्नु दिनुभयो दाइ दिदीहरूले धेरै धेरै धन्यवाद सामान छोड्यो त नि अनि यो केमा हाल्छौ केटा हो यो यो यिनीहरू कहाँ हामीले हो यी हाम्रो त नि ब्याग गिटार जाउँ हामी भएको ल भाइ आउँदै गर है ल आऊ है बिस्तारै गर ल थ्याङ्क यू सो मच हामीलाई बसेर खाना दिनुभएकोमा अब चाहिँ हामी यहाँदेखि निस्क्यौँ होस्टेल लागिरहेछ साथी हो है आज चाहिँ मस्त होस्टेल लागिरहेछ जुगा हो कस्तो चाकमा चाहिँ टाल्ले नहुनु जान्छ यहाँ माथि टाउन जाने बाटो के जाने बाटो अरे यहाँ द 10 टाउन ऊ बारी छ केही देखाएन यार अँधेरो सबै हुसेल आएर अब घुरेको दुइटा बाइक आउँदैछ पछाडिको डाँडो छिरो ब्रुर ब्रुर पार्यो यो चाहिँ 10 टाउन घुम्न आउनेहरू है यो चाहिँ रमितीको पानीमा छपेक 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 माछा पानीमा छपेक छपेक मामा हेलो रमाइलो छ नि अहिले रमाइलो देखेर आएको होइन मेरो खाली छ त त्यसलाई झार राख्नुपर्छ त्यही साथीहरू अगाडि गयो क्यामेरामा त देखिँदैछ अब यसमा त देखिँदैन क्या झन् कसले काम बिगार तिमीले त अहिले फाटा मान्छे मेरो यहाँको हटाइदियो नि यहाँ हटाइदिएर हात्ती हातले हान्नु पऱ्यो हुस्से लगाएर यस्तो छ साथी हो के गर्नु जिन्दगी मस्तसँगले खाना नि के गर्नु आँटेको त तर यार कुकुर सुतेको रहेछ है माथि बोल्नुपर्छ